नेपालमा अझै पनि यस्तो प्रथा छ जहाँ कलिला बालिकालाई जंगलको बीचमा एक्लै बस्न लगाइन्छ। जब कुनै बालिका पहिलो पटक महिनावारी हुन्छन् त्यो दिन उसलाई खुसी होइन त्रासले घेरिन्छ, किनकि त्यो दिनदेखि उनलाई घरभित्र बस्न दिइँदैन। आजदेखि ऊ आमाको काखबाट टाढा पठाइनेछ। आजदेखि उसले एक्लै जंगलको बीचमा रात काट्नु पर्नेछ। घरभित्र खेल्दै हाँस्दै आमाको काखमा हुर्किएकी त्यो बालिका अचानक एक्लै जंगलतिर धकेलिन्छ। उसलाई भनिन्छ, आजदेखि तिमी अपवित्र भयो। छाउपडी प्रथा। पश्चिम नेपालमा बालिका पहिलो पटक महिनावारी भएपछि उसको जीवन दुई भागमा बाँडिन्छ। एउटा छोरीको जीवन अनि अर्को छाउको जीवन। छाउपडी बस्ने त्यो गोठ कुनै घर हुँदैन। त्यो चार भित्ताभित्र जीवन होइन, डर हुन्छ। न ढोका राम्ररी बन्द हुन्छ, न झ्याल। रात पर्दा चिसो हावा श्वासभित्र अड्किन्छ। भुइँमा ओछ्यान होइन, माटो हुन्छ। सिरानी होइन, त्रास हुन्छ। त्यो बालिका रातभर निदाउन सक्दिन। बाहिर जंगलको आवाज, कुकुर, स्याल, कहिलेकाहीँ सर्पको सरसराहट। ऊ आँखा चिम्लेर भगवान सम्झिन्छे, तर त्यही भगवान पूजा गर्न पनि उसलाई बन्देज गरिएको हुन्छ। छाउपडीमा बसेकी बालिकालाई दुध खान दिइँदैन। दही, घिउ, मासु त झनै सपनामै सीमित हुन्छ। भनिन्छ, यदि उसले दुध छोइन् भने गाई बिरामी पर्छ। यदि उसले रुख छोइन् भने फल लाग्दैन। यदि उसले किताब छोइन् भने सरस्वती रिसाउँथिन्। उसलाई पानी समेत टाढाबाट फालेर दिइन्छ ताकि उसको छाया कसैलाई नपरोस्। ऊ आमाको अनुहार देख्न पाउँदिन, बुबाको आवाज सुन्न पाउँदिन, भाइ बहिनी नजिक आउन डराउँछन्। त्यो बालिकालाई लाग्न थाल्छ महिनावारी उसको दोष हो। छाउपडी बस्दा सबैभन्दा डर लाग्ने समय रातको हो। जाडो महिनामा गोठभित्र आगो बाल्नुपर्छ, तर त्यही आगोले कतिपय बालिकाको श्वास रोकिदिएको छ। त्यही रात धुवाँले भरिएको सानो कोठामा निदाउँदा बिहान उनी उठ्थिनन्। नेपालमा हरेक वर्ष छाउपडीका कारण बालिका र महिलाहरूको मृत्यु हुन्छ। कसैलाई सर्पले टोक्छ, कसैलाई चिसोले लान्छ, कसैलाई धुवाँले। तर गाउँलेले भन्छन् यो उसको भाग्य हो। कस्तो क्रूर समाज! छाउपडी केवल शरीरको पीडा मात्रै होइन, यो मनको हत्या हो। एउटी कलिली बालिका जसले अझै जीवन बुझ्न थालेकी छैन, उसलाई एक्लै बस्न बाध्य पारिन्छ, त्यो पनि बीच जंगलमा। ऊ डरले रोइरहन्छ, तर रोएको सुन्ने कोही हुँदैन। कतिपय ठाउँमा छाउपडी बस्दा बालिकाहरू बलात्कार समेत भएका छन्, तर त्यो कुरा बाहिर आउँदैन, किनकि दोषी मानिन्छे फेरि उही बालिका। छाउपडीको सुरुवात पहिलो महिनावारीसँगै हुन्छ र यो सिलसिला पछिसम्म चल्छ। हरेक महिना, हरेक वर्ष, दशकौंसम्म। सहरमा बस्ने महिलाहरूले छुट्टै कोठामा बस्छन् या आफ्नै विधि अपनाउँछन्। गाउँमा बस्नेहरू गोठमा। अचम्म के छ भने छाउपडी बस्दा पनि महिलाले काम भने गर्नै पर्छ। खेतमा जानुपर्छ, दाउरा ल्याउनुपर्छ, तर घरभित्र पस्न पाउँदिनन्, खाना पकाउन पाउँदिनन्, पूजा गर्न पाउँदिनन्, विद्यालय जान पाउँदिनन्। शिक्षा रोकिन्छ, आत्मविश्वास टुट्छ। बालिकाको मस्तिष्कमा एउटा भ्रम पैदा हुन्छ, म अशुद्ध छु। नेपालको सुदूरपश्चिम, मध्यपश्चिममा यो प्रथाले झनै ठुलो जरा गाडेको छ। अछाम, बाजुरा, बजाङ, दार्चुला यी ठाउँमा छाउपडी गोठ अझै ठडिरहेका छन्। 2015मा कानुनले यो प्रथा अपराध घोषणा गर्यो। जबरजस्ती छाउपडी बसाल्नेलाई जेल र जरिमानाको व्यवस्था भयो, तर कानुन कागजमै मात्रै सीमित रह्यो पश्चिम नेपालका लागि। पश्चिम नेपालमा आज पनि आमा नै छोरीलाई गोठ पठाउँछिन्, किनकि उनी पनि त्यही पीडाबाट गुज्रेर आएकी हुन्छन्। परम्परा यति गहिरो छ कि पीडित नै रक्षक बनिदिन्छ। छाउपडी पहिलो महिनावारीसँगै सुरु हुन्छ र महिनावारी रोकिएसम्म चल्छ। हरेक महिना 4-5 दिन र वर्षौंसम्म। बच्चा जन्माएपछि पनि महिलालाई गोठमै बस्न लगाइन्छ। नवजात शिशु समेत चिसो, फोहोर र संक्रमणको जोखिममा पर्छ। धेरै बच्चाहरू बिरामी हुन्छन्, तर त्यो पनि भाग्यको नाममा जोडिन्छ। नेपालमा छाउपडीका कारण हरेक वर्ष महिलाको मृत्यु हुने गरेको छ। 11 वर्षकी बालिका झाडा पखालाबाट मरिन्। 14 वर्षकी किशोरी चिसोले ज्यान गुमाइन्। 19 वर्षकी युवतीलाई सर्पले टोकेर मार्यो। 2019मा एक आमा र उनका 2 जना छोराको गोठमै धुवाँले मृत्यु भयो। यी सबै घटना सत्य हुन्। यी समाचार बने तर केही दिनमै बिर्सिए। छाउपडी गोठ भन्ने बन्न छाडेनन्। छाउपडी एउटा प्रथा मात्रै होइन, यो चेतावनीको असफलता हो। यो डरको राजनीति हो। यो महिलाको शरीरमाथि समाजको नियन्त्रण हो। जबसम्म महिनावारीलाई अपवित्र मानिन्छ, तबसम्म छोरीलाई बोझ ठानिन्छ, तबसम्म छाउपडी बाँचिरहन्छ। तर आशा पनि छ। केही गाउँमा गोठ भत्काइएका छन्, केही बालिकाले आवाज उठाउन थालेका छन्। सगरमाथा चढेर छाउपडी विरुद्ध बोलेकी सङ्गीता रोकाया जस्ता महिलाहरू पनि छन्। विद्यालयमा महिनावारीबारे खुलेर कुरा हुन थालेको छ। परिवर्तन बिस्तारै आइरहेको छ। तर प्रश्न अझै बाँकी छ। कति बालिकाले अझै जंगलमा एक्लै रात काट्नुपर्ने? कति आमाले छोरीलाई डराउँदै बिदा गर्नुपर्ने? कति मृत्यु भएपछि मात्र यो समाज बिउजिन्छ? छाउपडी कुनै धर्म होइन, यो हिस्सा हो, मौन हिंसा। र जबसम्म हामी बोल्दैनौँ
त्यो गोठमा एक्लै बसेकी बालिका हामी सबैलाई दोष दिइरहेकी हुन्छन्। हवस् त, समाजका यस्तै खोजमूलक भिडियोका लागि त्रिभुज टिभी हेर्दै गर्नुहोला। नमस्ते।